ल है साथीहरू, सबै साथी विदेश भन्छ। आफू त के गर्ने, विदेशबाट फर्केर आफ्नै घरमा चाहिँ यसरी चाहिँ आलु खेती गर्दैछु। आलु चाहिँ भर्खर 1-1.5 महिनाको हुन आँट्यो। आलु चाहिँ यतिको भइसकेको छ। जोस् नेपाललाई चाहिँ कृषि प्रधान देश भनेर भनिन्छ। सायद नगरी नहुने केही छैन जस्तो लाग्छ। जुनै चिजमा पनि अलि बढी मिहिनेत गऱ्यो भने हुन्छ जस्तो लाग्छ। जहाँसम्म हामी विदेश भन्छौँ हैन, त्यो भएको कारणले गर्दा म चाहिँ विदेशबाट चाहिँ फर्किएर आफ्नै खेतमा यसरी यहाँ चाहिँ आलुहरू रोपेको छु। यहाँहरूलाई कस्तो लाग्छ हेरिदिनु होला, भिडियो सेयर गर्नु होला। यहाँहरूले पनि आफ्नो बाँझिएका खेतहरू बारीहरू त्यसै खाली नराख्नु होला। किन भन्दा मेहनत गरेपछि जे पनि हुनसक्छ भन्ने चाहिँ यो आलुले चाहिँ मलाई उदाहरण दिएको छ। मैले टमाटरहरू गोपीहरू पनि लगाएको छु। तपाईहरुलाई म देखाउने छु सरसर्दै। पहिले आलुको देखाउँछु। यो चाहिँ मेरो आलु रहेको छ। यसलाई चाहिँ हामी यसलाई अर्सी भनेर बुझ्छौँ। एउटा खेतको गरामा चाहिँ मैले यसरी अर्सी लगाएको छु। यति ठुला भइसक्यो यो पनि। कसैले आलस पनि भन्नुहुन्छ यसलाई। हामीले चाहिँ अर्सी भन्छौँ, जो हामीले अचार बनाउँदा चाहिँ यसलाई युज गर्ने गर्छौँ। सबै साथीहरूले भिडियो हेरिसकेपछि पक्कै पनि सल्लाह सुझाव प्रतिक्रियाहरू दिनुहुन्छ। यो आलु भइगयो, अघि देखाएको थिएँ हजुरहरूलाई मैले। यो चाहिँ आलस। अब म तपाईलाई काउली फ्लावर अनि त्यसै गरी बन्द देखाउन गइरहेको छु। टमाटरहरू देख्नुहुन्छ। यसमा चाहिँ एउटा पुरा गरभरि बन्द लगाएको छु। बन्दा पनि धेरै भइसक्यो। जोस् 1 महिना हुन आँट्यो होला। म चाहिँ बाहिरबाट फर्केपछि लगभग 1 महिना जति रेस्ट गरेँ। अनि त्यसपछि मैले स्टार्ट गरेको यो बन्दहरू। यो चाहिँ मैले चाहिँ प्याजको लागि तयारी गर्दैछु। जुन प्याजका ब्याडहरू राख्ने कार्यक्रम भइसकेको छ। प्याज रोप्ने तयारी गर्दैछु। एउटा खेतभरि चाहिँ मल लिएर आएको। जाडो मौसम छ। बिहानै 5 बजे उठेर मलको डोको चाहिँ त्यहाँनिर माथि त्यहाँ मल जम्मा गरेको छु। यहाँनिर मल अलि टाढा भएको कारणले कम देखिएको छ। त्यो चाहिँ 5 डोका मल हो। त्यो गरामा चाहिँ पुरा लामो छ। खेत चाहिँ लामो छ। त्यो भरि मैले प्याज लगाउने कोसिस गरिरहेको छु। हेरौँ कहाँसम्म हुन्छ। त्यो चाहिँ लसुन हो। अहिले लसुन पनि एउटा गराभरि लगाएको छु। यो चाहिँ मैले चेक गरेको। बाहिरबाट फर्केपछि कस्तो हुँदो रहेछ त भनेर चाहिँ मैले चेक गर्नको लागि यो मैले गरेको। यहाँहरूले हेर्न सक्नुहुन्छ। यहाँनिरसम्म मैले बन्द लगाएको छु। यहाँनिर यो पुरो बन्द हो। अनि यो लाइनदेखि फेरि मैले काउली लगाएको छु। यहाँदेखि पुरा यो काउली हो। सबैले चिन्नुहुन्छ पक्कै पनि। नेपाली भइसकेपछि त नचिन्ने कुरो हुँदैन। किन भन्दा जसले पनि खानको लागि खेती गरिरहेको हुन्छ आफ्नो खेतबारीहरूमा, विशेष त करेसाबारीमा गर्नुहुन्छ। यो भयो तपाईहरुलाई काउली फ्लावर। उता भयो बन्दा।
अनि तपाईँलाई म यो चाहिँ फेरि अर्को पार्टमा चाहिँ यो फुलेको बेलामा कस्तो हुँदो रहेछ हैन, जो खाना रेडी हुन्छ त्यो बेलामा चाहिँ फेरि एकपटक यसरी नै भिडियो गराएर चाहिँ मैले तपाईहरुलाई देखाउने कोसिस गर्नेछु। अब मेरो यहाँदेखि चाहिँ फेरि टमाटर हुँदैछ सुरु है। यो चाहिँ मेरो टमाटर हो। हामीले चाहिँ अब झालहरू गाड्ने सिस्टमहरू अलग अलग हुन्छ। हामीले चाहिँ यसरी गाड्ने गर्छौं। किन भन्दा यसरी गाड्यो भने चाहिँ टमाटरहरू यो बाहिर नुङ्ने अवस्था हुँदैन। किन भन्दा हामीले झेक्रो भनिन्छ यसलाई, झेक्राहरूले चाहिँ अडाउँछ जो माथिसम्म पुग्ने गर्छ अनि राम्रोसँग गेडाहरूलाई अथवा बोटहरूलाई लोड पर्दैन, त्यति भार पर्दैन भनेर हामीले यस्तो खालको झालहरू तयार गर्छौं। हुन त यसरी गरिदैन टमाटरलाई, अर्को सिस्टम छ झाल हाल्ने तरिका हैन। यसरी गर्दा चाहिँ हामीलाई पाकेको गेडाहरू त्यसैगरी यसलाई बेला बेलामा चाहिँ यसरी पातहरू काट्नुपर्छ। पातहरू काट्न चाहिँ यसरी गाड्यो भने चाहिँ हामीलाई असजिलो हुन्छ। त्यो भए कारणले गर्दा यसरी चाहिँ हाल्नु हुँदैन थियो। तर मैले चाहिँ यो साललाई चाहिँ यसरी झालहरू गाडेको छु। आफूलाई जस्तो तरिकाले सहज हुन्छ त्यस्तै तरिकाले गर्ने हो साथीहरू। ल सबैले भिडियोलाई चाहिँ शेयर गर्नु होला। टमाटर पनि ल फुल खेल्न आँट्यो सायद। ब्याडबाट निकालेको यो चाहिँ 1 महिना बढीमा 15 दिन भयो होला, 1 महिना 15 दिन भयो होला, फुल खेल्न आँटिसकेको छ। देख्नुहुन्छ यो। अब चाहिँ यो मैले तपाईलाई यो पनि जुन पाक्ने टाइम हुन्छ, यो गेडा रेडी भएर चाहिँ खाने बेलामा चाहिँ फेरि अर्को पार्ट भिडियो बनाउने कोसिस गर्नेछु। भिडियोलाई सबैले हेरेर शेयर लाइक हैन गर्नु होला भन्न चाहन्छु। यहाँदेखि चाहिँ मेरो लसुन सुरु भयो। यहाँबाट चट्ट पारेर मैले चाहिँ लसुन रोपेको छु। ओ पारिसम्म छ लसुन चाहिँ। लसुन यसरी रोपेको छ। लगाएपछि भर्खरै एकपटक पानी चारियो यसमा चाहिँ। अब चाहिँ यसलाई केही समयपछि लगाउँदा एकपटक त मल हालेरै लगाइन्छ हैन, जसै पनि फेरि यसलाई एकचोटि कुटाएर मलजल गरियो भने चाहिँ लसुन पनि राम्रो हुन्छ। यो लसुन पनि फेरि देखाउने छु मैले। ल अर्को भिडियोमा म यो गराउने कोसिस गर्नेछु। त्यति बेला चाहिँ पुरा रूपमा देख्न सक्नुहुन्छ। अनि मैले चिसो मौसम छ। यो मङ्सिरको महिना हो, जुन आज 7 गते मङ्सिरको पनि लगनको महिना पनि छ। कति साथीहरू बिहेको तयारीमा पनि हुनुहुन्छ होला। यसरी चाहिँ मैले कोसिस गरेको छु है। जो धान नलगाउँदासम्म मैले चाहिँ यसरी खेतहरूमा चाहिँ सागसब्जी चाहिँ लगाउने कोसिस गरिरहेको छु। अनि यो भयो फेरि मैले प्याज लगाउनको लागि जोतेर मल, अघि मैले देखाएको थिएँ तलबाट मल, यो मल प्याजको लागि रेडी गर्दैछु। अर्को चाहिँ त्यहाँनिर पनि छ, त्यसमा सानो गरेर छ, त्यो चाहिँ यसमा जम्मा गरेर यसलाई पनि जोतेर चारिदिएको छु। अब यसमा चाहिँ ढकमक्क घाँसहरू पलाउँछ हैन। ओ परैसम्म छ, त्यहाँ पारीसम्म नै लगाउने अहिले चेकिङ जस्तो हुन्छ। अनि यो खेतमा चाहिँ पुरा झार उम्रिन्छ हैन। झार उम्रियो भने सट्ट लाएर फेरि एकपटक जोतेर अथवा कुटाएर कसरी हुन्छ झारहरू गोडेर टक्क मलहरू फेरि एकपटक छरेर चाहिँ प्याज रोप्नको लागि मैले यो चाहिँ अलग छुट्याएर राखेको छु। यो चाहिँ किन राखेको होला भन्न सक्नुहुन्छ यहाँहरूले। फेरि यो डोरी यसो गराएको छु किन भन्दा घरदेखि अलि टाढा छ दूरी हैन।
त्यो भएको कारणले गर्दा यो जङ्गली जनावर जो बँदेलले अत्यन्त मात्रै खेती किसानीहरूको लागि दुश्मन सारी बनेको छ। त्यो कारणले गर्दा चाहिँ मैले यो लगाएको हो। यसले पनि धेरै ठुलो काम गरेको छ। किन भन्दा ऊ त्यहाँनिर माथि चाहिँ गाउँ जाउँहरू यसरी लगाएको थिएँ, त्यसको चाहिँ कुना कुनामा चाहिँ पुरा बँदेलले चाहिँ नोक्सान गरिसकेको छ। कुनामा सब कुना कुना साइडमा चाहिँ यो खेतमा गेदौला खोज्दो रहेछ। त्यसले गर्दा चाहिँ त्यहाँसम्म आएर यहीँसम्म आएर यसको कुनामा पनि अलिअलि खोजेको छ जे होस् बँदेलले। तर मैले यो लगाएको थिएँ, यो रसीलाई चाहिँ त्यसले पार गर्न अझै सकेको छैन। हेरौँ त्यसले अझै पार गरेको छैन। पार गऱ्यो भने त्यही अनुसारको मैले पनि त्यसलाई नियन्त्रण गर्ने कोसिसहरू चाल्नेछु। अहिलेलाई चाहिँ मैले फर्स्ट कोसिस यो हो। अरू कोसिसहरू पनि छ नियन्त्रण गर्नको लागि मसँग। जङ्गली जनावर हो, उसलाई पनि बाँच्ने अधिकार छ। त्यो भएको कारणले गर्दा उसलाई बाँच्नको लागि मात्रै यो कदम चालेको हो। र यदि यो कदमलाई पनि उसले पार गर्ने दुस्साहस गर्यो भने पक्कै पनि त्यसको मैले नियन्त्रण नै गर्नेछु। मसँग उपायहरू पनि छ, नियन्त्रण गर्ने तरिकाहरू छ धेरै। त्यो भएको कारणले गर्दा हामीले खेतीपाती गर्दा फेरि थोरै ध्यान पनि पुर्याउनुपर्छ। जङ्गली जनावर होइन बाट मिहिनेत गरिसकेपछि होइन जसले पनि खानको लागि जिन्दगी सङ्घर्ष हो। खानको लागि दुःख गर्नै पर्छ होइन। दुःख गरे बापत जनावरहरूले चाहिँ नोक्सान गरिदिन्छ। त्यो भएको कारणले गर्दा चाहिँ थोरै ध्यान पनि पुर्याउनु पर्छ हामीले कसरी जोगाउने के गर्ने भन्ने बारेमा। त्यहाँनिर चाहिँ मेरो प्याजको ब्याड छ। अर्को ब्याड चाहिँ मैले घरमै राखेको छु। यो चाहिँ हाम्रो खेतहरू भयो। तर गर्ने कोसिस जारी छ। हेर्नुहोस् माथिसम्म छ खेतहरू। नगरी नहुने केही छैन जस्तो लाग्छ, जहाँसम्म लाग्छ मलाई। भन्दै फेरि अर्को पार्ट चाहिँ मैले बन्दहरू काउलीहरू त्यो आलुहरू पनि भर्खर उम्रिएको हो। त्यो भएको कारणले गर्दा अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई। फेरि तपाईँहरूलाई अर्को भिडियो पोस्ट गर्नेछु। भिडियो अलि लामो हुनसक्छ, पक्कै पनि यहाँहरूले नकाटाइ साथसाथै हेर्नु पनि छ पक्कै पनि। भन्दै अलि चिसो भएको छ, मौसम चिसो छ, हात काटिएको छ। मेरो क्यामेरा पनि फेरि भुइँमा खस्न सक्छ। त्यो भएको कारणले गर्दा आजलाई भने भिडियो चाहिँ यति नै।